हेलो गाइस है कस्तो राम्रो ठाउँ छ किन नबनाउने त भ्लग भनेर मैले आज भ्लग बनाएको है वेलकम ब्याक टु माई भ्लग कस्तो छ त आज हामी यसरी आछौँ घुम्नलाई के छ कहाँ छ कस्तो छ सबै कुरा म देखाउनेछु यो चाहिँ हाम्रो 3 स्टार होटलमा मेरो चाहिँ वर्किङ प्लस घुम्न पनि हुन्छ नि यो यस्तो होटल टाइपमा एक्सपिरियन्स गर्दा चाहिँ कस्तो के हुन्छ त भनेर म आएको हो सो लेट्स सी के हुन्छ दिस इज माई फर्स्ट डे आज म आएको कति बेर भयो 2-3 आवर्स भयो सो हेरौँ है त अब के हुन्छ दिस इज माई गेट अफ सो लेट्स सी यताबाट जानुपर्ने रहेछ हामीले अलिकति है यो पञ्चाले थिचिँदैन होला है त्यो पनि म ट्राई गर्छु कस्तो के हुन्छ So let's see. This is the view. Oh my god. Exact. Oh my god. Oh my god. कडा मैले भ्लग बनाइरहेको छु के So how's the view? ए अब कता कता जाने भन्ने Mama. Look like कश्मीर होइन त ल एउटा म अब राम्रो खालको भिडियो बनाउनु चाहन्छु टिकटकमा पनि हाल्छु म भिडियोहरू सबैतिर हाल्छु ओ माई गड कस्तो गरेर कस्तो गरेर ल हस् 1 2 3 ओ माई गड लु अब चिसो हुन्छ नि त अब चिसो भयो नि त अब यस्तो टाइम ढाका लडेर जाम लेख्ने गरी उठ्ने अब यस्तो यो लुगा के गर्ने अन्त अब खै झर्छ त्यो झरिहाल्छ फेरि यस्तो पनि हुन्छ नि मबाट चाहिँ आँटा आएन यो चिसो यहाँ यतिकै चाहिँ उठा यतिकै भने क्या म चाहिँ सक्दैन है ट्राई गरौँ एकचोटि म पनि गर न एकचोटि यतिकै भिडियो गरिराख्नु है यतिकै ल अलिकति उयसमा खाऊ यहाँनिर आऊ त ल देखाइरहेको छु कि मेरो पाली ल ओके पख एकछिन है तिम्रो क्यामेरा यहाँ छ त मेरो हात कसरी देखाइरहेछ ल रेडी 1 2 3 एन्ड गो Son, that is this car. ल गाइस यो भिडियो चाहिँ म युट्युबमा हाल्छु है कोही मनी भाइरल हुन्छ नि फेरि उस के अरे मेरो एउटा भिडियो चाहिँ बनाइदेऊ न यहाँ लडेको भने कि टिकटक बनाउने क्या खाले यतिकै ठिक छ है यति राम्रो मौसम छ है तर यहाँ चाहिँ हामी यसो काम गर्न पनि हो हुन चाहिँ है केही हुँदैन बेजसितको काम काम भन्न सानो ठुलो हुँदैन काम गरेर घुम्न आएको होला नि काम पनि है होइन यस्तो हो नि त काम पनि हो तर घुम्न पनि हो क्या हामी त्यसै पनि आएको होइन फेरि नभए यस्तो हिउँमा चिसोमा मर्नलाई को आउँछ यहाँनिर अब यस्तो हो नि त कुरा त यस्तो चान्स लकी चान्स कसैले पाउँदैन कि लकी चान्स पनि हो पछि एउटा एक्सपिरियन्स पनि हो क्या यस्तो हिउँमा के हुन्छ कस्तो हुन्छ सबै कति राम्रो देख्यो यार तर यार ओ माई गड ल अर्को क्लिप है अब हिँड्नलाई यस्तो साह्रो परिरहेछ हामीलाई कसले बुझोस् हाम्रो दुःख कुलो नि हुनसक्छ गाइज 1 2 यो टाइममा लडिदिन्छु हेर्नुहोस् गाइज उयो बनाउने उग्लु बनाउने उग्लु बनाउने हो Oh my god. Oh my god. Oh my god.
What a view! तर यस्तो बनाउन दिन्छ कि दिँदैन है कहाँ यहाँ किन भन्दैनौ सबै थोक पाउँछ यहाँ सबै थोक पाउँछ चित्र बनाइदिनु आऊ मलाई ठुलो बनाइदिउँ है ठुलो मतलब अलि केही हुन्छ नि एउटा के चित्र टाइपको के हेर्दाखेरि ठ्याक्कै देखियोस् के है एकदम युनिक होस् न ओके ओके लेट्स ट्राई के हुँदो रहेछ कस्तो हुँदो रहेछ के गर्या उयो साह्रो हुँदो रहेछ एकैछिनमा कसै म यहाँ राम्रो बनाउँछु उही त्यो गाडीमा हिँड्न कस्तो मजा होला है परको त्यो पछाडि हिउँ हेर तर यार हिउँ नदेखेको मान्छेले हिउँ देख्नलाई कस्तो हुन्छ तर हिउँ देखिसकेपछि मान्छे आउँछु भन्छ टोक्यो पर्दैन नि त यस्तो हिउँ मलाई आउँ भन्दा नआऊ नआऊ भन नआऊ यहाँ खालि हो र एकचोटि आयो भने त्यसपछि सक्यो हालत खतम भित्र चिसो पर्दैन छैन लुगा लुगा भइसक्यो लुगा हेर्नु के के खुला जस्तो 3 मिनट 30 सो लेट्स सी यतिसम्म बनिसक्यो है यतिसम्म बनिसक्यो ओ माई गॉड ओ माई गॉड ओ माई गॉड के बोला हो यो मेरो त्यही भिडियो म यसो चलाउनु पर्यो यताबाट छ क्यामेरा अब हाम्रो आर्टिस्टहरू आउँला छन् मार्केटमा दुईजना हेर ल कस्तो बनाउँछन् केटाहरूले ऊ एउटाले काम बच्चे गरेर आएको एकदम मेहनतले ऊ कस्तो ठिक मतलब आमा यो त पुरा नेपालको गेट जस्तो बनायो त आर्ट र आर्टिस्टलाई हेरेर है केटा हेर आर्ट र आर्टिस्टलाई हेर त कस्तो बनाएर हो ग्रुपमा पठाइदिनु पर्छ केटाहरू जीवनमा हेरेर केटाहरू मैले जिएर के भन्नु चाहनुहुन्छ के दुई लाइन एउटा आर्किटेक्चर हो चिकुदेश अतासी हाय इमाकारा तो हितोगा चुकुते इमास ल नेपाल के दुई लाइन नेपालीमा पनि जाओस् यसलाई जोड्ने हो क्या दुईटालाई चाहिँ हामीले के अहिले अब दुईजना यस्तो मान्छेहरू बनाउनु कोसिस गरेर आएको केटाहरूले कस्तो बन्छ हेरौँ एकचोटि होइन राम्रो नभयो नि यिनी दुईटालाई यस्तैमा चिप्काइदिनु पर्छ मैले अहिले ओके भन्छ के भन्छ खतरा भन्छ यहाँ बनाउनु मात्रै नआएको मुनि बेस ठुलो हुनुपर्छ कि मुनिको बनाए त बेस देखेन हल्का सभ्य भव्य साथले बनाऊँ धेरै सभ्य भाषा बोलौँ मातृभाषा यो अडियो भने चाहिँ ठ्याक्कै बन्छ क्या फेरि अनि त अडिनु पऱ्यो नि त अनि खाना चाहिँ कस्तो हुन्छ होला चिसो यहाँ त लिप्नु पर्दो रहेछ नि त आनन्द यहाँ हेर न यहाँ माथि यसको त उस पनि बनाइदिनु पर्छ ठुलो बनाउनु अझै यसलाई ठुलो त बनाउने तर
3 मिनट भयो बन्द गरिदियो ल मेरो काम चाहिँ अहिले यस्तै छ है हिउँमा त्यो परको यो खेलाउनु पर्ने हो मान्छे चढ्छन् त्यहाँनेरि अनि चढ्ने मान्छेलाई खेलाउने ठेल्ने आइदोज आइगातो गोजाइमास सत्यमै त्यसका हो त्यस्तो वर्डहरू मात्र हो अब हेरौँ के हुन्छ अगाडि त्यो चाहिँ आजको भ्लग हो म यस्तो त्यसमा छु ल म भ्लग गर्न पाउँदिनँ सो बाई गर्दा सेकेन्ड डे भ्लग होइन त चट्टसँगले नाइटा पनि चट्टसँगले दिनु परेन त हेलो गाइस नाइटा पनि यति राम्रो देखाएको तर देखाएको छैन यहाँनिर त है नाइटा पनि यति राम्रो देखाएको छ यो हिउँ हिउँ यस्तो छ आफै इमेजिन गर्नु होला कस्तो चिसो छ यहाँ है हामी उताउँदै जाँदै रहेछौँ यहाँ है राति आफ्नै हो रोड आफ्नै हो अगाडि अब हामीले चाहिँ होटलमा खाना खानलाई बोलाएको छ राति बेलुकाको लागि चाहिँ जहिले यहीँ आउनुपर्ने हुन्छ खाना खानलाई आफै चाहिँ खानालाई यहाँनिर सुविधाजनक आफ्नो लागि छैन क्यान्टिनमै आइज खा भनेर चाहिँ त्यस्तो बनाइदिएको छ अन्डर बैजनाथको म त भर्खर सुतेर उठायो है हजुर हन्टर बोय जनको अब हन्टिङ गर्नु भन्छ अहिले क्यान्टिनमा रियली ब्लग मेरो च्यानल छ नि फेरि भाइ मैले अब कति 1 महिना 1.5 महिना सबै जान्छ सबै मनाङ जान्छ सबै मनाङ मुस्ताङ जान्छ हामी मनाङ मुस्ताङ जानै पर्दैन केटा हो हामीलाई ल्याउँछ मनाङ मुस्ताङ उल्टै तिमीहरू पैसा तिरेर जान्छ होला मनाङ मुस्ताङ टुरहरू हामी किन यहाँनिर चाहिँ हामी खाना खान आएको ल हेरौँ है त के हुन्छ अब के हुन्छ आजको हाम्रो खाना बेन्तो हिउँ यस्तो हिउँ छ यो मुनि हिउँ छ सबै हिउँ है सुतेर उठेर मेरो आँखामा अलि रातिको कति बज्यो 6:30 भयो अहिले ठ्याक्कै सबै हिउँ है यो मुनिको Oh my god हामी काम गरेको ठाउँ रेस्टुरेन्टमा चाहिँ खाना खानलाई बोला हामीलाई लेट्स सी के हुन्छ अघिमा देखाउँछ है त नेक्स्ट भिडियोमा नेक्स्ट क्लिपमा भनौँ न भिडियोमा त के भन्नु सो लेट्स सीいいですかちょっといいですかよろしいですかこんにちは लिएर आएको अनि पानी जान्छ पानी चिन्दै जानुपर्छ यहाँनिर नेपालमा दिएर कि सुवास दिल के भन्छ खाना पनि मिलाएर खाना भाइ त्यहाँको त पानी पनि के भएको लास्टै मिठो लाग्ने यार युको पानी पनि सबै पानी पनि यसरी राख्नुपर्ने ल चट्टसँगले यो पानी चाहिँ यहाँ राखेर अघि त खाइदिएको चिकारे त हाय क्यों no o bento va nan desu ka
कति पैसामा हो नेपालीबाट पैसामा दिदी त नेपाली हो 10 घण्टा हो उची हामीसँग आएको मान्छे नान्जिङ देशमा भिडियो सुट नगर्नु लगा छोडिदिउँ है यही छ यस्तै छ यहाँ चाहिँ खाना चाहिँ आइसकेको छ तर यति खानाले हामीलाई हुनेवाला चाहिँ केही होइन है अन्डा रहेछ अन्डा र खाना रहेछ राति 4वटा रामेन खानुपर्छ हाम्रो चारवटा रामेन? सबैको एउटै हो है यति आइरहेछ नि त अन्डा र खाना अरे अन्डा अनि मलाई चाहिँ त्यस्तो मिठो पनि लाग्दैन यो है दाइ ब्लग चाहिँ कहिले हुन्छ बोलिहाल्नु रातभरि युज गर्नु हो क्या त्यस्तो ठुलो हुँदैन नि त ब्लग तेरो त त्यो माथिको अन्डा त काँचै छ यार अन्डा खाने ल्याउ न त्यस्तो कुरा सोध्नु थाल्यो भने त कहाँ हुन्छ त ड्याङ्गी ड्याङ हाल नि अन्डा दियो त्यसले त मिठो छ लजाको अरे क्या लौजा हेर्दैछु है अन्डा खाँदैन नै माथिको भन्नु तिमीले माथि मात्रै भयो माथि काँचै छ बेकस पाउडर